ओम नमः शिवाय मित्रहरू। मानिस चिन्तित र दुखी हुनुका मुख्य कारणहरू एउटै हुँदैनन्, तर धेरैजसो अवस्थामा यी कारणहरू भने प्रमुख हुन्छन्। कारणहरूमध्येको पहिलो कारण हो भविष्यको डर। मानिस भोलि के हुन्छ, पैसा पुग्छ कि पुग्दैन, जागिर अथवा व्यवसाय कस्तो हुन्छ भन्ने चिन्तामा अल्झिरहेको हुन्छ। त्यस्तै अत्यधिक अपेक्षा आफूले चाहे जस्तो नहुँदा निराश मानिसमा दुःख बढ्ने गर्छ र अरूसँग तुलना गर्ने बानी, अरूको जीवन हेरेर आफ्नो जीवन ठ्याक्कै त्यस्तो नहुनुमा निराश हुने बानीले पनि मानिसहरू चिन्तित हुने गर्छन्। त्यस्तै सम्बन्धमा समस्या, परिवार, प्रेम, साथी वा समाजसँगको विवाद र गलत बुझाइले पनि मानिसहरू दुखी हुने गर्छन्। र त्यस्तै कारणहरूकै मध्ये मेजर कारणहरू यो पनि रहन्छ आर्थिक समस्या, ऋण, आम्दानीको कमी, व्यापार घाटा आदि कारणहरूले पनि मानिसहरू दुखी हुने गर्दछन्। त्यस्तै अतीतको बोझ, पुराना गल्ती, पछुतो वा दुःखद घटना बारम्बार सम्झिरहने मानिसहरू पनि प्राय दुखी रहन्छन्। अर्को यस्तै कारणहरूमध्ये नियन्त्रण गर्न नसक्ने कुराहरू नियन्त्रण गर्न खोज्नु। जस्तै हाम्रो नेपाली समाजमा एउटा चलन चल्ती पनि छ, घाँटी हेरेर हाड निल्न नजाने, यसरी पनि बस्न सकिन्छ। यस्तो अवस्थामा पनि मानिस आफ्नो हातमा नभएको कुराको परिणामबारे लगातार सोच्न थाल्दछ, जसले उसलाई चिन्तित बनाउँछ। अनि एक्लोपन, मनको कुरा खोलेर अरूसँग भन्न नसक्नु वा आफूलाई नबुझेको महसुस हुनु, यो कारणले पनि मानिसहरू दुखी हुन सक्छ। आफैप्रति असन्तुष्टि, म पर्याप्त राम्रो छैन भन्ने सोच, अरूसँग हेरेर तुलना गर्दा मानिसहरूमा यस्तो सोच जन्मिन्छ, जुन सोचको कारण मानिसहरू प्राय दुखी हुने गर्छन्। मनलाई आराम नदिनु, लगातार सोचिरहने, नकारात्मक समाचार, सोसल मिडिया हेर्ने, पर्याप्त आराम नगर्ने मानिसहरू प्राय दुखी हुन्छन्। सबैभन्दा ठुलो कारण के हो? धेरै अवस्थामा घटना आफैभन्दा त्यस घटनाबारे हाम्रो मनले बनाएको सोचले चिन्ता र दुःख बढाउँछ। मित्रहरू, जे भयो त्यसलाई बदल्न सकिँदैन, जे हुने हो त्यो पूर्ण रूपमा थाहा हुँदैन, तर अहिले म के गर्न सक्छु भन्ने कुरा मेरो हातमा हुन्छ। मित्रहरू, मानिसको दुःखको मुख्य कुराहरू भनेको मानिस एक त अतीतको पीडाहरू बारम्बार सम्झिरहन्छ र भविष्य सम्झेर दुखी भइरहन्छ। यो दुईटै कुरो मानिसको आफ्नो हातमा छैन। जति बेला मानिस त्यो सोचिरहेको हुन्छ त्यति बेला यो दुईटै कुरो उपस्थिति हुँदैन। विगत बितिसकेको कुरा हो, त्यसबाट बिग्रिएका कुराहरूमा हामीले पछुतो गर्ने होइन, त्यसबाट पाठ सिक्ने हो। पुनः त्यही कार्यहरू दोहोऱ्याउँदा बिग्रिन नदिने एउटा लेसन मात्र सिक्ने हो। र भविष्य, तपाईँले जुन भविष्यको कल्पना गरिरहनु भएको छ र चिन्तित भइरहनु भएको छ, भविष्य त्यसरी नआउनु पनि सक्छ। त्यसैले जुन कुरो अहिले घटिसकेको छैन त्यसप्रति चिन्तित हुनु आवश्यकता छैन। मित्रहरू, तपाईँको क्षण यही हो वर्तमान। तपाईँ आज कमाउन सिक्नुहोस्, आजै बचाउन पनि सिक्नुहोस्, आजै मिठो बोल्न पनि सिक्नुहोस्, आजै रमाउन पनि सिक्नुहोस्, आजै साथीभाइसँग राम्रो व्यवहार गर्न पनि सिक्नुहोस् र आजै घर परिवार, मातापिता सबैसँग मिठो बोल्ने र आफ्नो कर्तव्य पालन गर्न सिक्नुहोस्। यदि हरेक दिन तपाईँले गर्नुभयो भने हरेक आउने भोलिको दिन भनेको तपाईँको त्यही दिनको वर्तमान हो। सम्झनुहोस्, आजलाई, वर्तमानलाई तपाईँले राम्रो बनाउँदै जानुभयो भने
तपाईँको भविष्य आफै राम्रो बन्छ। जय होस् मित्रहरू, राधे राधे।